म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङमा रहेको पञ्चकुण्ड तालको सौन्दर्य लोभलाग्दो छ। अन्नपूर्ण, फ्रेङ्क, तिलिचो र नीलगिरी हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ। समुद्री सतहदेखि 4050 मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। नार्च्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरी सर्जोग पदमार्गमा पर्ने पञ्चकुण्ड ताल पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। हिमाल, आधार शिविर र ताल एकै ठाउँमा अवलोकन गर्न पाउनु पञ्चकुण्डको मुख्य विशेषता हो। Who am I? I'm Nina. I'm from Italy and I'm here with a group from Viaggi Avventure nel Mondo, which is a travel group from Italy, and we've come to Nepal to visit some of the cities and find out about the culture, and then now we're here hiking around Annapurna. 1,07,684 वर्ग मिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी संकलन भएर बनेको प्राकृतिक हिमताल हो। पञ्चकुण्ड ताल प्रकृति र संस्कृतिको संगम हो। पर्यटकहरूले तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने र ध्यान गर्छन्। कोही ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा सामग्री बनाउँछन्। 2 वर्ष अघिसम्म यो ठाउँ सुनसान थियो। प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीय स्तरमा सीमित थियो। मौरी सर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएर सञ्चालनमा आएसँगै पञ्चकुण्ड तालमा चहल पहल बढेको हो। मेरो नाम चाहिँ सुदीप भट्ट। म चाहिँ काठमाडौँ कपनमा बस्छु। म चाहिँ अमेरिकामा बस्थेँ, अनि यता दसैँ तिहारको छुट्टीको लागि आएको। अनि मेरो घरसँगै नजिकै बस्ने मेरो स्कुलको साथी नानीराम कार्कीले चाहिँ जाउँ न त ट्रेकिङ भनेर चाहिँ उसले चाहिँ सल्लाह गरेर उसले सबै प्लानिङ गरेर चाहिँ उस सँगसँगै हामी आयौँ। हामी हिजो आइपुगेका थियौँ। अनि त्यसपछि जे होस् यहाँ राम्रै उपस्थिति रहेछ हाम्रो नेपाली आन्तरिक रेकर्ड्सहरूको। खुसी लाग्यो त्यो देखेर। अनि अलिकति त्यही अब बस्ने ठाउँ यताउता साइनहरू होइन ट्रेलहरू अलिकति राम्रो व्यवस्थित गरिदियो भने त सबै राम्रै छ। यो ताल अवलोकन गर्न हाल दैनिक 300 देखि 500 जना पर्यटक आउन थालेका छन्। पञ्चकुण्डको धार्मिक महत्व पनि छ। पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ। कालीगण्डकी कोरिडोरको बेनी जोमसोङ कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका 2 नागडुङ्गाको बेले ब्रिज तरेर नार्च्याङ बेसी हुँदै हुम खोलासम्म 20 किलोमिटर कच्ची सडकमा गाडीको यात्रा र त्यसपछि 6 घण्टा पैदल यात्रा गरेपछि पञ्चकुण्ड ताल पुगिन्छ। पदमार्गमा रहेका अस्थायी संरचनामा सञ्चालित होटलहरूमा खाना र बस्नको सुविधा छ। पञ्चकुण्ड ताल नजिकै रहेको आश्रयस्थल, भवन र टेन्टमा पाहुनाहरूलाई राख्ने गरिएको छ।